न त मेरो बाबाले देखाएको बाटो गलत थियो, न त मेरी आमाले दिएको संस्कार। खराब थियो त केवल मेरो समय। खराब समय सबैको जिन्दगीमा आउँछ, तर समय सधैँ खराब रहिरहँदैन। आज अप्ठ्यारो समयमा साथ छोड्नेहरूलाई एक दिन सफल भएर देखाउनु छ। आज कमजोर देखेर डोमिनेट गर्नेहरूलाई एक दिन शक्तिशाली भएर देखाउनु छ। आज गरिब देखेर टाढिनेहरूलाई एक दिन धनी भएर देखाउनु छ। बस बदलिनु छ आफू, अनि बदल्नु छ दुनियाँको आफूलाई हेर्ने नजर, व्यवहार। बदल्नु छ तिनको साँगुरो चेतना, मानसिकता। बस्नु छ तिनको मनस्पटलमा, बस्नु छ सबैको मन मस्तिष्कमा र कोर्नु छ समाजको चित्र। हो, यही सम्झिन्छु। अनि यस्तै यस्तै बितिरहेको छ म भित्र। आमाको फाटेको धोती फेर्नु छ, बुवाको टालेको टोपी फेर्नु छ, भाइलाई मोटर बाइक चढ्न मन छ अरे, बहिनीलाई नयाँ सुट किनिदिनु छ। सुन्दा सामान्य र देख्दा साना छन् मेरा सपना, तर त्यसको लागि कयौँ रात अनिदो बसेको छु, कयौँ छाक भोकै टारेको छु, पुसमाको चिसो टी सर्टमा कटाएको छु। नयाँ वर्ष र दसैँ तिहारमा अनेकौँ बहाना बनाएको छु। बिहे, व्रतबन्ध र पार्टीहरूमा जानै छोडेको छु। पिकनिक टुरहरूमा मेरो उपस्थिति हुन्न, घुम्न, फिल्म हेर्न मलाई मुड हुन्न। अनि साथीभाइका नमिठा वचन सुन्नपर्छ। कसरी भनौँ यार तिमीहरूलाई, हरेक पटक नयाँ नयाँ बहाना ढुँड्नपर्छ। आफू जवान छु, कमाउन सक्ने उमेर छ, बुबाआमासँग पैसा कसरी मागु? न देशमा रोजगारी छ न भविष्य, तर पनि देशै छोडेर कहाँ भागु? विदेश जान पनि कहाँ सजिलो छ र? राम्रो देश जान पैसा, पढाइ छैन।